वेलकम टू माई न्यू च्यानल भुवन ब्लग ल आज चाहिँ हामी गाइज नयाँ वर्षमा होइन यसो भइसक्यो आज चाहिँ हामी होइन गाइज नयाँ वर्षमा यसो रमाइलो गर्न जान लागेको लखन्ती खोलामा देख्छ के हामी चाहिँ अब होइन यसो साइकलमा ल आऊ न ल आउनु ल आउनु आउनु ए फोटो खिच्नु भनेको अलिकति क्लिप भनेको के फोटो हैन ल आज चाहिँ गाइज हामी लखन्ती खोलामा पिकनिक खान जाँदैछौँ साइकलमा दाउरा साउरा बोकेर पुरै होइन अनि यो हाम्रो भाडा दाउरा पानी यो चाहिँ हाम्रो सामान मासु पोलो बनाउने सामानहरू भयो होइन गाइज हामी चाहिँ यो हाम्रो कान्छा दाई यो हाम्रो गाउँको ह्यान्डसम बोय बौका डन यो चाहिँ हाम्रो गाउँको सबभन्दा ह्यान्डसम अनि यहाँ चाहिँ फेरि भुवन ब्लग 51 अनि म चाहिँ फेरि यहाँ अनि यो चाहिँ भुवन ब्लगको दाइको आमा कैसे कैसे लोग रहते हैं यार यहाँ पर ल अब चाहिँ हामी चाहिँ अब लखन्ती खोलामा पिकनिक मनाउन जान लागेको नयाँ वर्षको होइन हाम्रो चाहिँ पिकनिकको यात्रा एकदमै सुरु भइसकेको छ होइन गाइस तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ हामी चाहिँ एकदम पिकनिक अब जानलाई एकदमै तयारमा छु अब बाउको बाइक छैन तत्र त पक्कै पनि हामी पनि बाइकमा नै जाने थियो अब जे छ त्यसमै नै जाने हो रमाइलो गर्ने हो होइन अब यहाँ हाम्रो केटाहरू डिजे सिजे राखेर एकदमै पुरै उताबाट हाम्रो केटाहरूलाई लाज लागेर उताबाट गयो अरू केटाहरू हामी तीनजना चाहिँ यहाँ गाउँबाटै आएको हेर्न सक्नुहुन्छ तपाईँहरू साइकलमा त एकदमै गाह्रो भइरहेछ कति राम्रो नानी बस्नु ठिक छ होइन त्यो हो न्यु इयरमा अब न्यु इयर मनाउनै पऱ्यो साथीभाइसँग दुई दिने जिन्दगीमा होइन को हुन्छ हुँदैन अब यो यादगार पल कहिले साथमा हुन्छ हुँदैन सबैजना साथीभाइहरू त्यसैले यसो यादगार पल बनाउन हिँडेको हामी चाहिँ तपाईँहरूलाई एकदमै राम्रोसँगले दृश्य देखाउनु छ पक्कै पनि हाम्रो चाहिँ यो चाहिँ मेरो च्यानल होइन यो चाहिँ मेरो साथीको हो भुवन 51 ब्लग मेरो साथीको च्यानलको नाम हो होइन तपाईँहरूले सक्दो माया गरेर देखाइदिनु होला अब ठुलो युजर त होइन ठुलो युट्युबर त होइन सानो युट्युबर हो कत्राले बुन्द भर्छ भनेर सुनेको थिएँ अब तपाईँहरूको माया सपोर्टले गरेर त्यो माया देखाएर त्यो सपना पुरा पनि गर्नु छ अनि यहाँ तपाईँहरू हेर्नुहोस् हामी चाहिँ यहाँ पिट रोड निस्किसकेको छौँ होइन एकदमै पिट रोड निस्किसकेको छौँ हामी यो चाहिँ लर्ड ब्राइड हो लर्ड ब्राइड अब यहाँ सर्लाहीको टप 10 मै पर्छ अब यसो लाइन क्रस गर्नु खोजेको बाइक आयो होइन गाइज यस्तै हो सुख दुःख अब हामी साथीभाइमा रमाइलो गर्दै के कस्तो फिल भइरहेछ त एकदम रमाइलो कान्छा अनि हाम्रो बाउको बाइक छैन बाउले बाइक किनिदिएको छैन के गर्नु गरिब फ्यामिलीबाट बिलोङ गर्छौँ हामी त्यही भएर हो जे छ त्यसमै खुसी रमाउने हो अब के गर्नु यस्तै हो जिन्दगानी दर्पण छाया उहाँबाट हेर्नु सक्नुहुन्छ त कति खाली राम्रो केटीहरू आइरहेको छ अनि यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूलाई हामी एकदमै राम्रो दृश्य देखाउने छ त्यहाँ गएर पिकनिकमा कतिको एक्साइटेड हुनुहुन्छ त तपाईँहरूलाई अब एक्साइटेड त हामी छौँ कतिको रमाइलो हुन्छ भनेर यो कुरा चाहिँ मेन हो कि यो कुरा चाहिँ मेन हो कि उहाँ गएर हामीले ठाउँ चाहिँ पाउने हो कि होइन त्यो त थाहा भएन अब उहाँ पुगेपछि खाली देखेर पागल हुन्छ त्यसै गरी तपाईँहरू हेर्नु सक्नुहुन्छ मेरो साथीले एकदमै रमाइलो कुरा गरिसकेको छ नहाँसौँ भन्दा पनि हाँसौँ जस्तो टकटिक जुत्ता सुत्ता लगाएर हिँडेको छु होइन तर ननुहाएको पनि 6 दिन भइसक्यो गाह्रो छ के गर्नु यार गाह्रो छ ननुहाएको 6 दिन भइसक्यो म त ननुहाएको 6 दिन यहाँ मेरो साथीहरू छ 1 महिना भइसक्यो दुइटैको ननुहाएको म त हिजो भर्खर हट साला तपाईँहरूलाई अब जाडो लाग्छ भनेर ज्याकेट लिएर आइदियो घामै फेरि आज लाग्यो न्यु इयरको दिन
के गर्नु छिमेकीदेखिको न्युयर भए पनि अब के गर्नु मनाउनै पऱ्यो होइन गाह्रो छ यार यस्तो मोबाइल पक्रिँदाखेरि त लास्टै हात दुख्ने रहेछ तपाईँहरू हेर्नु सक्नुहुन्छ हाम्रो दृश्य साइकलमा एकदमै थाकिसकेको छु म अब 4 नम्बर आउँछ 4 नम्बरबाट सिधा जानुपर्ने हुन्छ हामी चाहिँ होइन कुकुरहरू पनि हेर्नु सक्नुहुन्छ ओ कुकुर दाइ आउनु है त्यहाँ हड्डी खानालाई जस्तो कि मैले इन्भाइट गरिसकेको छु हाम्रो कुकुर दाजुलाई पनि इन्भाइट गरिसकेको छु हड्डी खानालाई आउनलाई मासु खान्छु हड्डी चाहिँ सब दिन्छु अब यस्तै हो होइन के गर्नु दुःख सुख तपाईँहरूले बुझिदिनुपर्छ हामी यस्तै हो अब एकछिनमा भेटौँ ल भर्खर एउटा दुःखद घटना भइसकेको छ यहाँ त्यहाँ कतिहरू बसेर पिँधिरहेको छ भर्खर एकदमै दुःखद घटना भएको छ बिरालोले बाटो नै काटिदियो हाम्रो जय भगवान् अब त्यसै गरी मैले भगवान्लाई पनि नमस्कार भनिसकेको छु हाम्रो पिकनिक एकदमै सफल होस् भनेर ओ तोरा दादी ओइ 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 त्यसो गरी हेर्नु सक्नुहुन्छ मैले चाहिँ कटाउनु सकिनँ म सँगसँगै मेरो साथीहरूले पनि कटाउनु सकेन छ गाइस हामी चाहिँ एकदमै साइकलमा हाँक्दा गोडिया फाटेको छ हाम्रो रेलवेमाथि चढाउनै सकेन तपाईँहरूलाई चाहिँ अब एकदमै म अब हाम्रो के हो दुःखद कहानी हामी गरिब मान्छेको छोराहरू कसरी पिकनिक मनाइन्छ भनेर तपाईँहरूलाई देखाउँदैछु म साइकल है यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू हामी चाहिँ एकदमै थाकिसकेले व्यस्त थाकिसकेको छु पुरै साइकल हाँक्दा 2 जना चाहिँ आयो अब अर्को 1 जना मात्रै हो त्यो क्याप्टेन अब हाम्रो यो भ्लगर चाहिँ अब कतिखेर आउने हो थाहा छैन होइन भ्लगर त त्यहाँ छ कि क्या हो भुवन ए तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन लास्ट छ यस्तो डाँडा चढेको गडिया फाटिसक्यो हाम्रो अब तपाईँ हेर्नु सक्नुहुन्छ उहाँको च्यानल हो मेरो साथीको च्यानल हो तपाईँहरूले एकदमै माया साथ सपोर्ट गरिदिनु पऱ्यो होइन हेर्नुहोस् तपाईँहरू हामी चाहिँ यतिजना छौँ होइन ल हाई गर्दैन केटा हो हामी चाहिँ यतिजना छौँ सबैजना होइन तपाईँहरूलाई म दृश्य पनि देखाउनेछु हेर्नु सक्नुहुन्छ हाम्रो गाउँमा मनाइदियो भनेर गाउँमा आएको सालाहरूलाई हावा निकाल्दै मेरो यार साइकल खेल्दा गरिया फट्यो ल हेर्नु सक्नुहुन्छ झन्डै दाउरा पनि झरेकै मिला नै एकछिन होइन गाइस दाउरा मिलाएको मैले अब पक्कै पनि अब अगाडि नै बढ्नेछु लक्ष्यमा फेरि पनि हामीले आफ्नो बाउको साइकल स्टार्ट गरिसकेको छौँ अब हामीले आफ्नो बाउको यो स्टार्ट गरिसकेको छौँ साइकल अब हेरौँ अब हामी निकै नै नजदिकमा छौँ हाम्रो लक्ष्य पुग्नलाई अलिकति बाँकी छ त्यहाँको के हो कसो हो रमाइलो कसरी गरिन्छ कसरी हामीले सामानहरू पकाइन्छ खाइन्छ त्यो सम्पूर्ण समाज च्यानलमा आइ नै हाल्छ होइन तपाईँहरूले बस माया साथ सपोर्ट चाहिँ देखाइदिनु पऱ्यो हजुरहरूले त्यति हो अब उहाँ हेर्नु सक्नुहुन्छ न्यु इयरको दिनमा ओ आमा मान्छेहरू केटाहरू कहाँको केटाहरू हो कतिजना छ हेर्नु सक्नुहुन्छ यस्तो दृश्य छ यस्तो बाटो छ तर बाटो नै ब्लक रहेछ 2 मिनट त भयो अनि यहाँ हाम्रो अब बाटो नै एकदमै ब्लक छ फिल्म बनाइदिने भयो अब आउँदै हामी सेवा नै धर्म हो भन्दै हाम्रो साथीहरूले चाहिँ एकदमै यो अङ्कललाई एकदमै हेल्पफुल गरिसकेको छ हाम्रो सेवा नै धर्म हो भन्दै हाम्रो केटाहरूको लुगा हिरोको फर्म पनि एकदमै पोर भइसक्यो अङ्कलले थ्याङ्क यू पनि हेर्नु सक्नुहुन्छ तपाईँहरू कसले टेक बजार हेर्नु सक्नुहुन्छ हामी पिकनिक खाने स्पोटमा चाहिँ अगाडिदेखि नै मान्छेहरू आएर बसेको छ हामी चाहिँ पहिल्यैदेखि यहाँ बस्ने भन्ने प्लान थियो हाम्रो तर सक्सेस भएन अब भाइहरूले चाहिँ त्यो भाइहरूले चाहिँ त्यो यता छेउमा गएर बस्नु त है तपाईँहरू पनि यहीँ इन्जोय गर्नु भनेर भनेको छ त्यही भएर हामी पनि अब यहीँ हाम्रो चाहिँ फैसला के भयो भन्दाखेरि उहाँहरूले उता छुट्टै त्यही त उहाँहरूले छुट्टै खान्छ भने हामी उता छेउमा गएर बस्छौँ तपाईँहरू चाहिँ अब हेर्नु सक्नुहुन्छ यो भाइहरूले चाहिँ हामीलाई अलिकति हेल्प गर्छ सामान लिएर जानमा होइन हेल्प गर्नु नगर्ने भाइ भन्दा हेल्प गर्नुपर्छ है हेल्प गर्नुपर्छ है भाइ अब हेर्नु सक्नुहुन्छ तपाईँहरू चाहिँ अब यहाँ ब्लग भन्ने बित्तिकै अब भाइहरू पनि एकदमै जवाब भइसकेको छ होइन अब हामी पनि छोटो मिठो यही गर्नुपर्छ हामी पनि अब धेरै दिमागको यो खेलाउनु हुँदैन छोटो मिठो चाहिँ यही गरेर सघाउने हो अब
यही धर्नु भाइ यही धर्नुपर्छ है त्यही त जाउँ तिमीहरू पनि आउने ल यता यता आइज त अब त्यता घामले गरेर देखेन होइन अब यता म देखाउँछु भाइहरूलाई ह्याप्पी न्यु इयर भन्दै भाइहरू ल तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ भाइहरूको क्रेज पनि एकदमै राम्रो छ भाइहरू पनि एकदम मिल्ने खालको रहेछ भाइहरू चाहिँ उयो खोला पारिबाट आएको रहेछ हामी चाहिँ खोला वारीबाट आएको रहेछ होइन तपाईँहरू हेर्नु सक्नुहुन्छ अहिले हामी चाहिँ के कस्तो बनाउँछु कसरी के गर्छु भनेर तपाईँहरूलाई पक्कै पनि सबै कुरा देखाउनेछौँ हामी अहिले भेटौँला एकछिनमा है यहाँ हेर्नु सक्नुहुन्छ एकदमै दुखित घटना घटिसकेको छ यार अब भाइहरूले खोइ के कुरामा अब यहाँ नबस्नु भनेर थर्काइरहेको छ होइन त्यही भएर एउटा भाइले चाहिँ एक झपटी नै खायो 2-3 झापटी नै खायो अब हेर्नु सक्नुहुन्छ यस्तै हो दृश्य उहाँहरूलाई हामीले केही गरेको होइन हुनु त खासमा भन्नुपर्दा हामी चाहिँ यहाँ बाटोमा बसेर अब उता छेउमा गएर उयो गर्छु रमाइलो गर्छु भनेको होइन भाइ हामीले त त्यस्तो केही नराम्रो भनेको पनि होइन केही गरेको पनि होइन तर उहाँहरूले अब मान्छे बोलाउँछु पिट्छु भनेर आओस् मान्छे कतिजना आउँछ के हो कसो हो अब हेर्छु म पनि कति के रहेछ आम्मा कसम खाएर भन्छु यहाँ मान्छे आयो भने नि तलमा बानर लगायो भने नि मेरो नाम निरज पासवान होइन हेर तँलाई म राम्रोसँग भनिरहेको छु भाइ अघिदेखि म बोलेको छैन एकजना पनि आयो भने तर मैले बानर लगाएन भने नि भाइ तेरो मात्रै फोन गर्ने छ मान्छे बस भाइ तिमीहरू अघिदेखि केही बोलेको छैन त्यो फुचे मात्रै बोल तिमीहरू हिरो भएको पल्टेको हो होइन राम्रोसँग बस्नु भाइ तिमीहरूलाई हामीले केही नराम्रो शब्द बोलेछ तैँले के बोलिसक्यो भन्छ ल धजिया उठ्छ अरे तर मात्रै मात्रै अब यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू एकदमै यहाँ रमाइलो गर्ने भनेर आएको होइन झगडा भइरहेको छ त्यहाँ अब के गर्नु अब यस्तो गाह्रो छ जिन्दगी गाह्रो छ यहाँ झगडा नगरौँ जति उयो गरौँ भन्छु त्यति नै गराउनु खोज्छ पुचे भाइहरू ठिक गर्ने केही छैन हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो डिस्टर्ब भएर यार धजिया उडाउने रे हामीलाई तपाईँहरू भ्लगमा म क्याप्चर गरेर देखाउँछु यहाँ कोही आयो भने यो चेला हेर्नु यो चेलाले हामीले हानेन भने नि मेरो नाम बदलिदिनु तपाईँहरूले हेर्नुहोस् तपाईँ यहाँ हामी चाहिँ अब आफ्नो ठाउँ चाहिँ एकदमै खोजिसकेको छु होइन हाम्रो केटाहरू चाहिँ सामान धमाधम सामानहरू उतारिरहेको छ हेर्नु सक्नुहुन्छ अब हामी यही चौडीमा बस्ने हो यही चौडीमा बसेर रमाइलो गर्ने हो हामी चाहिँ होइन चौडी पनि एकदमै हाम्रो बाइक चाहिँ यहाँ लागेको छ दाउरा बाइकमै छ पानीहरू सबै अब हाम्रो सबै सामानहरू त्यहाँ रेडी भएर हेर्नु सक्नुहुन्छ हाम्रो केटाहरू धमाधम सबै कुरो सामानहरू झाडिरहेको छ हाम्रो केटाहरू ढुङ्गासुङ्गा खोज्न गएको छ यहाँ हेर्नु सक्नुहुन्छ यहाँ ठाउँ पनि नराम्रो त के भनौँ राम्रै छ ठाउँ त यार यस्तो हावा चलेको छ होइन घाम पनि लागेछ कसम भने यस्तो दामी ठाउँ छ नि आज वातावरणमा हामी पिकनिक खान आएको छौँ आज हामी नयाँ वर्षको दिनमा यो लखन्ती खोलाको बगरमा यो तपाईँहरू हेर्नु सक्नुहुन्छ यहाँ हामी आइसकेको छौँ यो ठाउँमा अब यहाँ हाम्रो चाहिँ अब यो मतलब एक कुरा देखाउँछु यसमा चाहिँ छ फेरि कसैलाई पनि नभन्नु है कसैले मासु यसमा चाहिँ छ मासु अब यो कराई भइहाल्यो यो पानी भइहाल्यो हेर्न सक्नुहुन्छ यहाँ दोस्त तेरो चस्मा देखाइदियो त 8 करोडको चस्मा तपाईँले गर्नु पर्यो हाम्रो रमाइलो हुँदैछ गाइस चिसो हालेर खानु पानी हाले के हालेको चिसो हालेको यहाँ हेर्नु न हेर्नु हाम्रो कस्तो रमाइलो भइरहेछ मोहब्बत में ये दिल दीवाना है तेरी क्या बता कुनको लास्ट में की है तेल हो ए यहाँ खालेको देखेको छैन हमको कितने बरसों लगे हैं यारा ऐसी खुशी के पल तो फिर ना गयो मुझे उयो ऐसी खुशी में यारा उतार देना आफै लाग्छ के हेर्नु सक्नुहुन्छ हाम्रो रमाइलो यस्तैको मजा आइरहेछ
हाम्रो त चुला नै बलेन यार बल्छ बिस्तारै बल्छ अहिले एकछिन हामी चाहिँ म्युजिकको साथमा पिकनिक रमाइलो गरेर जाँदैछ समय न्यु इयरको दिनमा हेर्नु सक्नुहुन्छ मेरो केटाहरू हेर्नु सक्नुहुन्छ तपाईँहरू त्यहाँ आगो बाल्दा तिनजनाले आगो बालेको छ बल्ल तल आगो बल्यो होइन सजदा करूं मैं तेरे आहों में ओ सुबह की महबूब झलक रही है आजा आजा मारिए यहाँहरू सक्नुहुन्छ बल्ल तल आगो बल्यो हाम्रो हुका मेकर चाहिँ आजको हाम्रो काले भाइ यहाँहरू सक्नुहुन्छ हाम्रो हुका मेकर चाहिँ हाम्रो काले भाइ हो आजको मैले जति भागमा काम परेको त्यति मैले गरिसकेँ अब पनि फेरि केही काम पर्छ भने म नाइट चाहिँ भन्दिनँ गर्नेछु आफ्नो साथीभाइ हो सबैजना होइन त्यहाँदेखि सक्नुहुन्छ अहिले चाहिँ हाम्रो चिसो पार्टी चल्दैछ बिस्तारै बिस्तारै खाजा खायो बस्यो खाजाको चाहिँ क्लिप भिडियो गर्नु बिर्सेछु त्यसपछि सर एकदमै हेर्नु सक्नुहुन्छ दादाहरू यहाँ मासु पकाउने कार्यक्रममा लागिसकेको छु आजको हाम्रो कुकम्यान हाम्रो कान्छा हो हाम्रो कान्छाले बनाइरहेको मासु आज हामीले के खाने हो रे के खाने तिमी हेर्नु सक्नुहुन्छ आज हामी मासु लभरहरू हो एकदम मासु यस्तो मिठो पकाएर खाने हो होइन पकाएर खाने हो आज मासु चाहिँ अनि बारीवाला बाबालाई देखाइरहेको छु होइन कसैले टोकालाई कहना प्यार है अब मेकिङ पनि हेर्दै गर्नुहोस् तपाईँहरू होइन हेर्नु सक्नुहुन्छ हाम्रो केटाहरू चाहिँ हामी यति नै हो अब हाम्रो मासु पाक्नलाई केही छिन मात्रै बाँकी छ अब हामी चाहिँ यहाँ मासु निकालेको छु चाख्नलाई होइन नुन सुन के पुगेछ कि छैन भनेर अब म तपाईँहरूलाई मासु देखाउन गइरहेको छु यहाँ हेर्न सक्नुहुन्छ यहाँ मासु हाम्रो हेर्न सक्नुहुन्छ यस्तो दामी रातो करेसा बारीमा फलेको जस्तै तरकारी पकाएछ हाम्रो नागराजले दामी छ अब अहिले होइन के पक्न पर्छ लास्टमा अब अहिले तिमीले एउटा मासु खाना हुन्छ खा भाइ एउटा मात्रै खा एउटा त खाने हो नि एउटा भागमा होला नि छोड अब नबाल आगो यति मासुला 5 वटा मात्रै निकाल्छ अब यसलाई मासु चाख्न लागिरहेको छु हेरौँ कतिको मिठो पकाएको रहेछ भनेर केटाहरूले म चाहिँ यहाँ फेरि बनाउने बेला कोन है मासु त ओइ खा है केटा एउटा कुत्ताले त यसमा नुन डेन्जर भयो भने न ए मैले भनेको धेरै हुकामा मलाई त हुका यस्तो टेस्टी छ नि मासु बनाएको घरमा पनि यतिको मिठो बनाउँदैन क्या त्यस्तो दामी पकाएको छ होइन हाम्रो केटाहरू त्यहाँ कसो खाइरहेको छ सबैजनालाई अनि यहाँ हेर्नु सक्नुहुन्छ केटाहरू हुक्का सुक्का खाइरहेको छ म हुक्का खान जान्छु भने अनि यहाँ हाम्रो आजको मेकर तरकारी उहाँले नै पकाउनु भएको आज तर खत्रै पकाएको रहेछ तरकारी चाहिँ मन खुस दिल खुस गरिदिया हो मेरो त लास्ट बार कइछ बना दे बक्ने भिडियो नै बने हो त्यत्रो लामो भिडियो नै हेलो गाइज फाइनली म मेरो आफ्नो युट्युब च्यानलको भ्लगमा चाहिँ आइसकेको छु अघि नैदेखि चाहिँ मेरो केटाहरूले भ्लग बनाइराख्यो होइन अहिले चाहिँ म आइसकेको छु र अनि सबैजना हाम्रो तरकारी सरकारी पुरै रेडी भइसकेको छ यहाँनिर देख्न सक्नुहुन्छ र हामी अब सेकुवा गरिराखेको छौँ र हाम्रो केटाहरू यहाँ भिडियो बनाइराखेको छन् कोही यतातिर रमाइलो होइन
हामी चाहिँ एकदम चिल भाइबमा नाचिरहेको छौँ होइन केटाहरू इन्जोय गर्नु छ भनेदेखि नवलपुरको लखन्ती खोलामा आउनुहोस् हो क्या केटाहरू ल अब फेरि हामी भेट्नेछौँ हामी खाने बेलामा डोक दिया हेलो हामी फेरि आइसकेको छौँ जोडिनलाई हाम्रो पार्टी सुरु भइसकेको छ हाम्रो केटाहरूले यहाँनिर खाँदैछन् मासु खाने भएदेखि आउनुहोस् यहाँ मस्तले मासु खाइरहेछ हाम्रो मुस्कान भाइले पनि हाम्रो बोका अनि यता आकाश पासवान अनि शत्रुधन पासवान उकाको साथमा अनि म चाहिँ फेरि एक्सट्रिमको साथमा हो नि फेरि यसो गरेर ख्वाट्ट खाएपछि मेरो पावरको राज एक्सट्रिममा ल अब खाना बसेको म चाहिँ होइन खाँदै गरौँ हामी के हुन्छ कस्तो हुन्छ ह्याप्पी न्यु इयर गाइस 2026 ह्याप्पी न्यु इयर ल सबजनाले भन्दै पाल्दै पिलो ह्याप्पी न्यु इयर गाइस ह्याप्पी न्यु इयर हामी चाहिँ यहाँ ल अब स्टार्ट गरेको है खानालाई रमाइलो हुँदैछ होइन मासुको साथमा लगभग हाम्रो सबैजनाको प्लेट चाहिँ खाली भइसक्यो खाएर होइन रात पनि पर्ला जस्तो भइसक्यो घाम डुबिसक्यो आज चाहिँ मस्त घाम लागेको थियो चिसो छ हुक्का सुक्का अब बनाउनु पर्छ अब अरू चाहिँ हामीले पुरै खाएर हामीले सकाइसक्यौँ क्या है अब हामी चाहिँ निस्किने प्रोग्राम गर्नु पर्ला जस्तो छ हामी अब होइन केटा के गर्ने ल किसने हो सनम तूने चुराया मेरा किसने हो सनम तूने हामीले खाएर पनि अब हामी यहाँनिर फायर गरिरहेको छौँ नाइट फायर होइन सबजनाले हेर्न सक्नुहुन्छ क्याम्प फायर अब हामी जानेछौँ घर धेरै रात पर्न लागिसकेको छ हुस्सो पुरै लागिसक्यो हेर्न सक्नुहुन्छ कस्तो तालले हुस्सो त्यो उयो भइरहेको छ त्यहाँनिर पुरै खोलामा पुरै उयो भइरहेछ होइन रात परिसक्यो अब हामी चाहिँ निस्किन्छौँ अब ह्याप्पी न्यु इयर फेरि पनि अन्तिममा सबैजनाले ह्याप्पी न्यु इयर